Hi everyone. Hi everyone. Hello. Hi everyone. It's New Year. Hi hello. Hi guys, it's my fourth try. Ani. Hi guys, हामी कहाँ जाँदैछौँ? हामी न्यू इयर प्रिपरेसन हेर्नलाई जाँदैछौँ बिस्तारै लेक्चर घुम्दै हेर्छौँ व्हाट्स ह्यापनिङ त्यो तर खासमा थाहा छ के भयो मेरो हात देखेर जस्तो लागिरहेको सो हामी चाहिँ जाँदैछौँ है त किनकि के अरे अनलाइन किनकि अस्ति काठमाडौँ गएर सो हामी घरबाट निस्क्यौँ है त गाइस It's 27th पोखरा स्ट्रिट फेस्टिभल अनि हामी चाहिँ लेक साइडतिर जाँदैछौँ सो इट्स बिजी nowadays सो हामी चाहिँ ठ्याक्क लेक साइडको फुट ट्र्याकमा छौँ एन्ड दिउँसो यस्तो रमाइलो हुने भनेको रेयर हो सो इट्स न्यू इयर भाइब एन्ड वी आर भाइबिङ हियर सो यस अब यहाँ चाहिँ निकाल्दै हुनुहुन्छ बाहिरतिर स्ट्रिटमा लाज लाग्छ कि अघि म घरमा थियो त नि सो यता चाहिँ एकदमै रमाइलो भाइब छ एन्ड एभ्री वान इज क्लिकिङ पिक्चर्स अब होटेल्सहरूमा चाहिँ बाहिर सेटअपहरू लाग्दैछ एन्ड दिस इज द भाइब अझै अलिकति टाइम पछि चाहिँ मान्छेहरूको फ्लो चाहिँ बढ्दै जान्छ होला है खै बेबी कस्तो हो र अभिले चाहिँ मलाई सिकाइरहन् हजुर सो यहाँ चाहिँ प्याडल बोटहरू लास्टै धेरै छन् एन्ड द लेक इज लुकिङ समथिङ लाइक दिस एन्ड माथि चाहिँ यु क्यान सी हट एयर बलुन छ दुईवटा सन्दीप हिरो इज भ्युइङ द लेक पोखरामा यति धेरै मान्छे छन् नि अहिले यति धेरै मान्छे छन् हजुरको आवाज यहाँ क्यामेराले सुनेन सुन्ने भन पोखरामा अहिले यति धेरै मान्छे छन् सबजना चाहिँ रुमभित्र लुकेर बसिरहेको छन् यति बेला चाहिँ अब एकछिनमा चाहिँ सबैजना बाहिर निस्केर यहाँ खुट्टा टेक्ने ठाउँ हुँदैन त्यो पनि हामी तपाईँहरूलाई देखाउँछौँ है Hey guys. हामी चाहिँ हलन चौक आइपुग्यौँ अनि अब चाहिँ बल्ल भाइब क्रिएट हुँदैछ यहाँ स्ट्रिटमा छ खानेकुराहरू सबै रेडी पार्दै हुनुहुन्छ अनि यहाँ बाजा बजिरह
न्यू फर मी अनि कस्तो रमाइलो लागिरहेको क्या सबै बाटोमा लिटरली यु क्यान गेट फुड फ्रम द स्ट्रिट्स के खान मन छ सब हुन्छ यहाँ हेलो हेलो Happy New Year! Thank you! र हामी चाहिँ यहाँ हल्का फोटोसुट भइरहेछ ल यहाँ हिरोको एन्ट्री भएको छ यस एन्ड पछाडि छ प्यारासुटहरू अबीको फेभरेट एन्ड यहाँ छ एडभेन्चर द्याट्स अबिज फेभरेट त्यहाँ भएको चाहिँ हाम्रो फेभरेट प्लेस टु गो टु द अदर साइड अफ लेक एन्ड चिल अनि यो चाहिँ यहाँको भाइरल त्यो पर्पल कलरको फुल भएको ठाउँ अनि दिज आर द गाइज आइम विथ Hi, I'm Honey Lemon Tea. Hi, I'm Turmeric Ginger. Hi, I'm Lemon Tea. Hi, I'm Jasmine Tea. Hi, I'm all. त्यो उसको होला नि त टीको प्रचार होला है एभ्रिथिङ एभ्री वान इज ह्याभिङ देयर प्रचार अनि मेगा फास्ट फुड एमजिआर फास्ट फुड अनि यहाँ चाहिँ के पर्फर्मेन्सहरू भइरह त्यहाँ बोटिङहरू भइरह सो हामी प्रेम दाइकोमा आछौँ अनि दिस इज फुलु फुलु र म भेटेको फुलुले आज रामधन लिएर आछन् फुलु हाई गरिदेऊ हाई भनिदेऊ हाई तिम्रो नाम के हो भन त हेर्न ल हाई एभ्रिवान Hi. What's your name? भन्न त यिनको नाम चाहिँ फुल हो है फुल यिनको नाम मानवी हो हाई एभ्रिवान जाउँ जाउँ माथि हामी चाहिँ अहिले प्रेम दाइकोमा आयौँ स्ट्रिटमा हामीले डिबी मोमो खाने भनेर खोजी खोजी गयौँ तर थिएन अनि सो we decided to come here and have some nasta and then we'll continue our journey to the streets. दम खसिन्छ अहिले खसिन्छ एकछिन म बन्द गर्छु क्या ल हेलो प्रेम बाबाजी बाबुको जय होस् सबको जय होस् फुलु दिस इज फुलु ल इट्स नाइट टाइम लास्टै ब्लर आछ तर हामी प्रेम दाइकोबाट निस्केर बल्ल फेरि स्ट्रिटमा जाँदैछौँ सो यस अघि त्यहाँ अनि म र सन्दीप छौँ सन्दीप इज गोइङ फर खोप्रा ट्रेक टुमोरो अनि यस्तै यस्तै छ updates. We will update you from the streets. ल हामीले हाम्रो हतियार निकालिसक्यौँ
अब यो हतियारको प्रयोग गर्नेछौँ किनभने तपाईँले देख्न सक्नुहुन्छ यस्तो रातिमा र वी हेभ अ गेम चेन्जर हियर विथ अस। अनि त्यसपछि तपाईँले एउटा रहस्यमय कुरा थाहा पाउनुहुन्छ जुन म एकछिनमा तपाईँलाई भन्न गइरहेको छु। स्टे ट्युन। म खै त म देखाइन म जल्दी बोल। ल है आई हेभ अलमोस्ट सेट अप। अब चाहिँ गेम चेन्जर सी तर I would like to add some warm tone into it, so I'm going to. So it's night time and I am here walking with confidence because I have my husband with me and it's almost 10 p.m. and we are now going into the streets. Into the war zone. Oh my god. त्यहाँ कस्तो हुन्छ होला हामी एकदमै एक्साइटेड छौँ गाइज। र अरू कसैले देख्यो भने यो केटी फर्स्ट टाइम पोखरा आयो जस्तो लाग्छ होला होइन तर यस इट्स माई फर्स्ट टाइम इन पोखरा इन द न्यु इयर। किनभने हेर्नु गाइज म भिड पाखामा बस्ने मान्छे सिटी एरियामा अलिकति कन्फिडेन्स चाहिन्छ हुँदैन मान्छेहरूले देख्छन् तर पनि आई एम ट्राइङ राइट आई एम ट्राइङ एन्ड कस्तो क्युट देखियो के लाइट नपुगेको होइन कि तिमी त्यस्तै नै हो त्यही भएर हो। ल अब यहाँ वी हेभ अनदर आवर गेस्ट। हेलो गाइस। उसकोमा पनि लाइट पुगेन। यो अगाडिको मान्छेले मात्र फोकस गर्छ होइन तिमीहरू नै कालो भएर होइन म अगाडि आउँदा सेतै आछु त। ए यो लाइटले धेरै खासै भ्याउँदैन होला नि त तर इट्स पर्फेक्ट फर मी सो इट्स अ विन सिचुएसन फर मी। ल अब चाहिँ हामी स्ट्रिटमा गएपछि खिचौँ है त अनि वाउ आई लुक सो ब्युटिफुल एन्ड यु माइट बी थिङ्किङ ओ यु वाइट लगाएको थिएँ अर्कै लगाएको थिएँ त्यो कस्तो लगाएर आयो भनेर खासमा अस्ति हामी क्रिसमस इभमा चाहिँ भाउजूकोबाटै पुरा वान पिसहरू लगाएर गएको थियौँ। सो मेरो न्यानो कपडा चाहिँ त्यहाँ थियो। सो अहिले इट्स जाडो सो मैले चाहिँ कपडा चेन्ज गरेर आएको छु एन्ड एकदमै कम्फोर्टेबल कपडा तातो न्यानो कपडा लगाएर आएको छु। ए यु माइट बी वन्डरिङ फेरि यो कहिले कहिलेको भिडियो हाल्यो भन्दा अनि हामी चाहिँ नेक्स्ट होइन क्या हामी चाहिँ एउटै डेको हालेर छौँ है। ओके ओके बाई बाई। यु सी दिस गाई मलाई टल्क्यो मेरो बेबी तर हेर म टाढा भए पनि फेरि म टल्किहाल्छु कि यस्तो। Now this is the real vibe. तर अझै उया ट्रेकिङको होइन कि लग रहा है इधर मेला हो रहा है।
देख्दो रहेछ मजाले देख्न त उज्यालोमा थाहा हुन्छ भने त आउँदै रहेछ यसो ग्लासेस त पोलराइज ग्लासेस हो क्या हुनु त माथिमा स्टोरी लागि होला नि त्यो दामी दामी मलाई यस्तै किनिदेऊ अब ल म पछि आयो भने म तिमी आउँदाखेरि यस्तै ल्याइदेऊ ल हेर्न हाई अब म लाउन गइरहेको छु तर पछि टाइट गर्नुपर्छ धुन्दा धुन्दा दिखाइ दे रहा है यिनीहरूले त्यो त स्नोको लागि बन्यो हो नि त अनि त्यही भएर दामी तातो हुन्छ अरे क्या हो? घरमा आएर किन्न सक्नुहुन्छ दामी है आर्टिक So yes, so this was all about today's scenario as a first day of street festival go अझै 28 हो है आज 29, 30, 31 अझै 3 days left. So आज हामीले प्रिपरेसन हेर्दै थियौँ दामी दामी भाइब है लास्ट वर्ड्स फ्रम अबी So happy new year in advance. Welcome to Pokhara. Night, stay warm. ये ह्याप्पी न्यू इयर 2026 ल हाम्रो मित्र सन्दीपजीले पनि के भन्न चाहनुहुन्छ के भन्न चाहन्छु भन्दाखेरि अब म चाहिँ आज के अरे आज मात्र हो यहाँनिर बस्ने पोखरा होइन त्यस भोलिबाट चाहिँ ट्रेक स्टार्ट हुँदैछ मेरो त्यही हो ट्रेकमै भेटौँला र सन्दीपलाई पनि सन्दीप आइएम सन्दीप होइन तपाईँले सन्दीप द ट्राभलर